म धेरै मानिसहरूसँग पुगेको छु उनीहरूका जीवन बुझ्न, अझ भनौँ उनीहरूका कथा सुन्न। कहिले चिया पसलमा बसेर, कहिले खेतको कल्लामा बसेर, कहिले सहरका गल्लीहरूमा त कहिले गाउँ भेर पाखाहरूमा, कहिले टिभी रिपोर्टिङको बहानामा, कहिले म्युजिक भिडियो र सर्ट फिल्म सुटिङको बहानामा। जीवनका ती कथा हरेकले केही सिकाएका छन्। कसैको दुःख, कसैको हाँसो, कसैको हार, कसैको जित। मेरो पनि आफ्नै कथा छ। गाउँमै जन्मिएको म कक्षा 10 सम्म खेत पाखा र माटोमा खेल्दै पढेँ, सहर छिरे पढ्न भनेर। तर जीवनका उर्वर समय सहरमै हराए। पढ्दै गर्दा पत्रकारितामा लागेको 14 वर्ष बितेछ। क्यामेराको पछाडि बसेर जीवनका कथाहरू सुन्दै गरेको र लाग्यो यी सबै कथाहरू मेरो पनि त हो। यी कथाहरू मेरा जीवनसँग पनि त सम्बन्धित छन्। अभाव, सङ्घर्ष र सफलता सबैको कथा अलिकति एउटै जस्तो लाग्छ, तर कथाको परिवेश र पात्रहरू भिन्न छन्। र अब यिनै कथाहरू म तपाईहरूको माझमा ल्याएर आउँदैछु। यो कथाहरू मेरो मात्र होइन, यो हामी सबैको कथा हो, जसले प्रेरणा दिन सक्छ, जीवनको गन्तव्य देखाउन सक्छ। म यही माध्यमबाट तपाईँ र तपाईँका निकटतमका कथाहरू लिएर आउँदैछु। कृपया च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।